वार्ड नम्बर 5 हो। सुस्ता दुलारू देश कब्जा गरेछ हैन। इन्डियाको कब्जा हामी गरे छैन। हाम्रो प्रधानमन्त्रीज्यूले भनेको कुरा चाहिँ गलत हो भन्दिए अनि त्यस्तै त्यो खराबी बानी भयो। त्यस्तो हामी गरे छैन। अनि हाम्रो नेपालको जग्गा त आफै लिएर आइछ। कहाँ आफ्नो जमिन दिन्छ हामीलाई? नराम्रो त्यो त हाम्रो जग्गा आफै लिनु पर्छ। त्यो आफ्नो जग्गा कहाँ दिन्छ हामीलाई? हामी कसरी लग्ने? यस्तो त लग्न मिल्दैन। चोरेर लगेर चोर हुन्छ हैन। हाम्रो हजुरको मोबाइल कसरी हाम्रो हुन्छ? भन्नु खोजे जुन प्रधानमन्त्रीले भन्नुभयो भने गलत भन्नुभयो। गलत भने इन्डियाको पुलिसले आएर हामी सबैजनाको पिट छ, लपेट छ। अनि जग्गा जमिन जति छ त्यो अलिकता लाल पूर्जाको जमिन विवादी गरिदिए। फेरि हामी चुप लगाएर बसे। फेरि अरू त्यो नाला छ एउटा, नालाको यतापट्टि फेरि उखुमा आएर उखु काट्न लागे, बाटो बनाउन लागे। किन बाटो बनाउनु हुन्छ त? यो हाम्रो जग्गा हो नेपाल। अघि न तिमी भनिदिए यो नेपालको, आज किन यो बाटो बनाउनु लागेछ? अनि बाटो किन तेरो नेपाल भयो? यो त हाम्रो इन्डियाको हो। कसरी तपाईँको इन्डिया भयो? तेरोसँग केही छ? त्यो सोध्नु लाग्यो हामीसँग। केही छ अनि प्रमाण सर छैन। पछि हुन्छ तर हाम्रै नेपाल हो। मेरो आमा यहीँ बिते, बुवा पनि बिते, हामी पनि बित्न बेला भइसकेछ। यो नेपाल हो त्यो भन्नुहुन्छ? कसरी नेपाल हो? तेरो केही प्रमाण छैन। त त्यही प्रमाणको लग त्यो खिच्छ लखेट्छ अनि दिनदिनै त्यहीबाट पीडित भएर हामी आफै नगिर्दा लाल पूर्जा त्यो जग्गा नछुट्यायो भनेमा यही बस।